ह्यान्डमेड वर्क हो सर पुरै यसमा हेरौँ न त यो पनि अब हैन हजुर जाडा कि देख्दैछु लगाउँदाखेरि के यस्तो देखिदो रहेछ यसको फर चाहिँ के हो निकाल्न मिल्छ इट्स माई सोको होस्ट यस यस बादशा ओ बादशा टाइपको हालिदिनु लङ ज्याकेटमा यतिको राम्रो ज्याकेट त खत्रै हुन्छ हल्का यो चाहिँ हलिउडको हिरोहरूले लगाउने टाइपको रहेछ हैन गनसन बोकेर हिँड्ने टाइप हजुर ओके दामी देख्दो रहेछ यो पनि हैन यो चाहिँ टोटल डिजाइनको यार तपाई सबै ज्याकेट त तपाईले आफ्नै नापमा बनाउनु भएको छ कि यहाँको हैन सर कस्तो पर्फेक्ट देखिएको हजुर हजुर हेलो दर्शक नमस्ते सबैजनालाई फेरि स्वागत छ अर्को प्राइस अन भिडियोमा है आज चाहिँ म यसको लागि विन्टर विशेष भिडियो बनाउनको लागि राइनो लेदर्सको फ्याक्ट्री आउटलेटमा आइसकेको छु यति धेरै बाइकहरू छ मतलब फ्याक्ट्रीभित्र पनि कस्टमरहरू धेरैजना हुनुहुन्छ है आज चाहिँ म तपाईँहरूलाई जति पनि विन्टरको नयाँ नयाँ आर्टिकल छ 2025 को त्यो देखाउन गइरहेको छु प्लस कस्टमाइजेसन कसलाई गर्नु मन छ भने त्यो पनि के छ सम्पूर्ण कुरा भिडियोमा हामी जान्नेवाला छौँ सो फर्दर डु लेट्स स्टार्ट हेलो ब्रदर नमस्ते वेलकम टु द ब्लग वेलकम हजुरलाई अविसम ब्रदरलाई हाम्रो राइनो लेदरमा चाहिँ वेलकम छ स्वागत छ आज चाहिँ हाम्रो फेरि राइनो लेदरमा विन्टर सिजनको ज्याकेटहरू आइसकेको छ भित्र फर्म भएको लेट्स ब्रदर हेरौँ है त ओके छ त कति धेरै भिड बाहिर बाइकहरू त्यस्तै भित्र कस्टमर त्यस्तै हजुर हजुर यो ब्रान्ड भनेको ब्रान्ड रहेछ हजुर 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 थ्याङ्क यू सो मच है हजुरलाई चाहिँ आज फेरि हाम्रो विन्टर सिजनको लागि चाहिँ हामीले स्पेसली भित्र फर्म भएको ज्याकेटहरू ल्याइसकेका छौँ सो हामी एकपल्ट आज कहाँबाट स्टार्ट गर्ने यहीँबाट हेर्न मिल्छ ओके मिल्छ यहाँबाट कस्तो टाइपको एकचोटि निकालेर देखाइदिनुहोस् न हजुर हुन्छ हुन्छ यो चाहिँ हाम्रो यता फर्म भएको ज्याकेट हो यसमा हजुरले हेर्न सक्नुहुन्छ डिजाइनहरू यस्तो टाइपको रहेछ है हजुर हजुर यो चाहिँ हाम्रो कुन लेदर हो यो हजुर यो सिप लेदरमा हजुरले एक्चुअली लगाएर पनि देखाइदिनुहुन्छ कस्तो देखिन्छ हुन्छ हुन्छ सो अब लगाउँदाखेरि चाहिँ के यस्तो देखिन्छ है साइड लुक्सहरू देखाइदिनुहोस् न एक्चुअली हजुरले आम्बो यो हो नि त तरिका भनेको है कस्तो यो सफ्ट छ हजुर एकदमै सफ्ट छ सर सफ्ट रहेछ है प्राइसको कुराकानी गरौँ अनि वारेन्टीहरू आउँछ आउँदैन सम्पूर्ण मान्छेको यसको वारेन्टी पाउनुहुन्छ मजाले नै लेदरको अनि यसको प्राइस चाहिँ हजुरको रहेको छ ओन्ली 16000 मा आउँछ दामी 16000 मा हजुर 100% ओरिजिनल यस 100% ओरिजिनल अनि यो ज्याकेटहरुमा वारेन्टीहरू चाहिँ आउँछ कि आउँदैन हजुरले आउँछ यो के भन्छ लेदरको ज्याकेटमा चाहिँ हजुरको लाइफ टाइमसम्म हजुरलाई ग्यारेन्टी नै आउँछ भनेपछि लेदरमा लाइफ टाइम ग्यारेन्टी अनि यो जिपरहरुमा स्टिचिङहरुमा चाहिँ वारेन्टीहरू छ कि छैन वारेन्टी छ हजुरलाई 1 इयर्सको वारेन्टी छ सही हो राइनो लेदर्सको ये हो नि त विशेषता भनेको हैन स्टिचिङहरु जिपरमा पनि वारेन्टी प्लस लेदरमा ग्यारेन्टी छ ओके अब हामी अर्को कुन मोडल हेर्छौं भन्नुस् त हजुर ओके हामीले चाहिँ अर्को यो हेर्न मिल्छ कुन यही वाला यो हजुर अगाडि भएको ओके यो ब्ल्याकमा हजुर स्योर स्योर एकचोटि निकाल्नुस् त हेरौं प्याटर्न त एकदम युनिक छ त पुरै स्टिचिङहरु पनि दमदार हालेको छ हजुर हजुर स्टिचिङ हजुर छ यसमा धेरै नै अनि यो चाहिँ ब्ल्याक कलरको भित्र चाहिँ यसको यता फर्म पनि छ जिपरहरु सबै ओरिजिनल वाइकिकी को हुन्छ हजुर हजुर वाइकिकी हुन्छ सर यसमा खुल्नु त एकचोटि भित्र हेरौँ कस्तो छ हुन्छ हुन्छ भित्र पनि हजुरले चाहिँ यो चट्टसितले हजुर चेरीहरु मजाले युज गरेको पाउनुहुन्छ यो पनि एकचोटि लगाएर देखाइदिनुस् न कति पर्छ त्यसपछि हाम्रो यसलाई प्राइसहरु भन्दिनु है सो लगाउँदाखेरि चाहिँ के यस्तो देखिन्छ हैन दामी यो त बनाउन पनि एकदम टाइम लाग्छ होला कस्तो डिजाइन हो के हो ह्यान्डमेड वर्क हो सर पुरै यसमा चाहिँ हातले नै काम गर्नुपर्छ है आजको समयमा यो ज्याकेट बनाउनको लागि कति टाइम लाग्छ यदि कसैलाई मन पर्यो आफ्नो साइजमा बनाउनु पर्यो भने उहाँले चाहिँ हजुरको 15 देखि 20 डेज चाहिँ लाग्छ पाउनुहुन्छ है पाउनुहुन्छ मजाले सर अनि यदि कसैसँग चाहिँ गुगलबाट निकालेको या आफ्नै डिजाइन छ भने त्यसमा कस्टमाइजेसन गर्न मिल्छ मिल्दैन कस्टमाइज हजुरले मजाले गर्न सक्नुहुन्छ हजुरले डिजाइन ल्याएर आउनु भने हामीले त्यही डिजाइनको कस्टमाइज गरेर हजुरले बनाएर दिन सक्छौं अनि ऑल ओभर नेपाल डेलिभरी वर्ल्ड वाइड शिपिङ ऑल ओभर नेपाल सर ऑल डेलिभरी छ है प्लस वर्ल्ड वाइड शिपिङ पनि छ भन्ने कुरा सुनेको छु ब्रदरलाई फेरि पनि धन्यवाद यस्तो सेवा सुविधाको लागि राइनो लेदर्सलाई प्राइस भन्नु पर्यो अब फेरि यसको प्राइस चाहिँ हजुरले 18000 मा मजाले डिस्काउन्ट हो यस आफ्टर डिस्काउन्ट 18000 मा हजुरले पाउन सक्नुहुन्छ ल ठीक छ थ्यांक यू भेरी मच अब भने हामी अर्को मोडल हेर्छौं यो पफर ज्याकेट हैन हजुर यसको बारेमा भन्न मिल्छ हजुर पक्कै पनि भन्न मिल्छ यसको बारेमा ल के रहेछ मलाई यसको विशेषता पनि भनिदिनु पर्यो हजुरले हजुर यसको विशेषता चाहिँ सर हैन यो चाहिँ विन्टर सिजनको लागि स्पेशली हावा छिर्दैन हावा चाहिँ छिर्दैन सर मजाले यो हजुरले लाउनु भयो भने हावा छिर्दै भने पछाडी अब हिउँ पर्ने ठाउँतिर जाँदा पनि यो ज्याकेट लगाउँदा बेस्ट हुन्छ सर हावा नछिर्ने भएछ त हावा भयो नि त हजुर यस सर ए ल ठीक छ यसमा अब यस्तो प्याटर्न एकदम प्लेन डिजाइनमा रहेछ हजुर यो चाहिँ प्लेन डिजाइनमा छ जिपर ब्रास पनि छ यसमा प्राइस कति छ यस्तो टाइपको यो पफर ज्याकेटको यानी राइनो लेदर्समा सर भनेपछि मात्र 17000 मा आयो 15% डिस्काउन्ट गरेर 15% डिस्काउन्ट गरेर आफ्टर मात्र त्यतिमा आयो ल ठीक छ यो भइहाल्यो अनि अब धेरै जनाले मलाई सोध्नु हुँदै थियो हैन कति जनालाई चाहिँ पछाडी आफ्नो कम्पनीको लोगो बनाउनु पर्यो आफ्नो नाम लेख्नु पर्यो प्रिन्टहरु गर्न पर्यो भयो भने हजुरले आउन सक्नुहुन्छ यसमा हजुरले जस्तै हामीले यता राइनो लेदर हामीले प्रिन्ट गरेका पनि छौं जस्तै यता हजुरले हेर्न सक्नुहुन्छ
त्यसरी जसरी यहाँ छालामा त्यसरी इम्पोज टाइपको गरेछ नि हो त्यस्तै आफ्नो कम्पनीको पनि गर्न मिल्छ कम्पनीको मजाले सकिन्छ कस्टमाइजेसन गर्न मिल्यो हजुर सकिन्छ ठिक छ अनि यो हाम्रो फ्याक्ट्री आउटलेट खुल्ने समय भन्नु पर्यो बिहान कति बजेदेखि बेलुका कति बजेसम्म खुल्छ किन भिड एकदम देखिरहेको छ खुल्ने समय चाहिँ 9 देखि 6 बजेसम्म छ भनेपछि बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म यो फ्याक्ट्री आउटलेट खुल्छ है आउटलेट खुल्छ सर ल ठिक छ यो भइहाल्यो अब भने हामी अर्को हेरौँ अर्को कुन चाहिँ हेर्ने भन्नु त अर्को जस्तै यही हेरौँ न त यो पनि अब हैन हजुर जाडोकै देख्दैछु जाडोकै हो हल्का क्रप टाइपमा रहेछ यो हजुर हजुर साइज सानो विन्टर सिजनको लागि नै हो यो पनि हजुरको हेर्न सक्नुहुन्छ यसमा ह्यान्ड वर्क साइजमा पनि जस्तै मलाई चाहिँ यो जुन नेकको यस्तो फर छ नि हजुर हजुर डिट्याच गर्ने टाइपको डिजाइन बनाउनु मन लाग्यो त्यो बन्छ मजाले बन्छ सर यसमा हजुरको ब्ल्याक छ हैन म ब्ल्याक नगरेर व्हाइट गर्छु भने नि पायो ब्लू गर्न गर्छु भने नि अब यो ज्याकेटको लेदर पनि आफ्नो प्याटर्नमा लान्छु भने पनि पायो पायो यो चाहिँ कुन लेदर हो यहाँनिर यो चाहिँ हजुरको सिप लेदर हो सर सिप लेदर एउटा क्वेशन मलाई सोध्न मन लाग्यो जस्तै धेरैवटा त्यो अलिकति अब सस्तोमा पनि आउँछ मार्केटमा लेदर ज्याकेट भनेर आउँछ त्यो वास्तवमा लेदर हुँदैन रेक्जिनहरु माइक्रोफाइबर दुनियाको हुन्छ यस 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 हो सर यो ज्याकेट ओरिजिनल लेदर ज्याकेट भनिराख्दाखेरि भोलि दिनमा यो केही समय पछाडि तत्काल त चम्किन्छ पछि चाहिँ यो पत्र फुट्ने निस्किने कोरिने हुन्छ कि हुँदैन पाप्रा त्यस्तो हुँदैन सर हाम्रोमा चाहिँ लाइफ टाइमसम्म वारेन्टी ग्यारेन्टी नै हुन्छ भनेपछि लेदरमा ग्यारेन्टी लाइफ टाइम भएपछि भोलि दिनमा त्यस्तो केही हुने सम्भावना छैन सर प्राइस भन्नु पर्यो आज कति पर्छ यो टाइपको ज्याकेट लगाउँदाखेरि लगाउनु भयो भने हजुरले 78000 मा 17000 मा आयो मलाई एकचोटी लगाएर पनि देखाइदिनुस् कस्तो देखिन्छ है त ओके अब यसको बारेमा यो हामीले थाहा पाइहाल्यौँ हजुर हजुर के हो यार तपाईँ सबै ज्याकेट त तपाईँले आफ्नै नापमा बनाउनु भएको छ कि यहाँको हैन सर कस्तो पर्फेक्ट देखिएको हजुर हजुर हजुरलाई पर्फेक्ट भएन पनि हजुरले साइजहरु दिनुभयो भने हजुरकै साइजमा हामीले बनाएर दिन सक्छौँ प्राइस कति भन्नुभयो यसको प्राइस हजुरको यो 70000 हो 17000 मा आयो 17000 मा आयो अब हामी अर्को आर्टिकल हेरौँ न अर्को कुन चाहिँ देखाउनुहुन्छ मलाई यहाँबाट अर्को ज्याकेट म हजुरलाई यो अगाडिको देखाउनुहुन्छ है कुन प्याटर्न पुरै हैन हजुर हजुर 1 2 3 4 5 6 हजुर हजुर यसमा चाहिँ धेरै हजुरको हेर्न सक्नुहुन्छ यता प्याटर्नहरु हैन ज्योमेट्रीको शेपमा बनेको रहेछ हजुर यो प्याटर्नहरु डिफरेन्ट पनि बनाउन मिल्छ हजुरले ओके माथि चाहिँ यो अलिकति यता ल्याइदिनुस् त यो जुन चाहिँ यो क्वालिटी पछि धुदै गएपछि यस्तो खुम्चेर यस्तो लत्रक्क हुने हुन्छ हुँदैन सर हुँदैन है राम्रो क्वालिटी युज गरे हुन्छ राम्रो क्वालिटीको युज गरेको हुन्छ जिपरहरु कतिको ड्युरेबल हुन्छ जिपर हजुरको ड्युरेबल नै हुन्छ सर स्टिचिङ पनि हजुरको 1 इयर सम्म चाहिँ यसमा वारेन्टी नै हुन्छ जिपर वारेन्टी नै हुन्छ भोलि दिनमा के भयो भने फ्री अफ कस्ट बन्छ फ्री अफ कस्ट बन्छ मलाई यो पनि मलाई एकचोटी लगाएर देखाइदिनुस् अनि त्यहाँदेखि प्राइसहरु अहिले हामी आउँछौं त्यसमा ल सियर सर ओके दामी देख्दो रहेछ यो पनि हैन यो चाहिँ टटल डिजाइनको ज्याकेट हो यसलाई चाहिँ कसुवा डिजाइन भनिन्छ सर हैन यस्तै डिजाइनहरु हजुरले कुनै ल्याएर दिनुभयो भने त्यो डिजाइन पनि हामीले बनाउन सक्छौं यो स्याम्पलहरु चाहिँ सबै तपाईहरुको इन हाउस डिजाइनरले गरेको यहाँ हजुर हजुर यही हाम्रो गरेको कसैलाई आफ्नै डिजाइन चाहियो भने भन्छ चाहियो भने मजाले प्राइस भन्नु पर्यो कति पर्छ यो दामी रहेछ पनि प्राइस चाहिँ हजुरले ओन्ली 17000 मा पाउन सक्नुहुन्छ 17000 मा आयो आज आयो मजाले आयो सर जब कि यस्तै टाइपको ज्याकेट बाहिरको एक्सपेन्सिभ ब्रान्डमा आयो भने तपाईले 50-60 हजार तल पाउनुहुन्छ जस्तो मलाई लाग्दैन हैन कुरा यही हो नेपाली प्रोडक्टलाई माया गरौँ नेपाली ब्रान्डलाई माया गरौँ हैन आत्मनिर्भर बनौँ भन्ने टाइपको मा फिल आउँछ राइनो लेदर्स आउँदा सही हो अब हामी अर्को हेरौँ ल हुन्छ सर यो अर्को कुन चाहिँ हो भन्नु त यो के हो पुरा तपाईहरु भिन्टेज टाइपको आयो त स्वेट भएको हो कि के हो स्वेट लेदरमा रहेछ है लेदरमा छ हजुर यसमा चाहिँ यता चैनहरु पनि छ हैन हल्का यो चाहिँ हलिउडको हिरोहरुले लगाउने टाइपको रहेछ हैन गन्सन बोकेर हिँड्ने टाइप हजुर हजुर यो चाहिँ अलिकति युनिक डिजाइन भनौं न यसलाई चाहिँ ओके अलिकति युनिक आज यसको प्राइस कति छ मलाई प्राइस भनिदिनु पर्यो यसको ओन्ली हजुरले 15000 मा 15000 मा आफ्टर डिस्काउन्ट आयो 15% अफ हुने हैन हजुर 15% अफ गरेर यो भिडियो असम नेपाली गानको हेरेर आए भन्दाखेरि कसैले यो भन्दा बढी यहाँ तिर्नु पर्छ जस्तो मलाई लाग्छ पर्दैन नि पक्का पर्दैन यो डिल गर्नु डिल डाउन है ओके अब भने हामी अर्को ज्याकेट हेरौँ ल ओके अब कुन ज्याकेट देखाउनुहुन्छ हाम्रो भ्युअर्सलाई हामी क्रोकोडाइल प्रिन्ट भनिन्छ यसलाई चाहिँ क्रोकोडाइल लेदर वाला प्रिन्ट भएको ज्याकेट यो प्याटर्नहरु पछि जाँदैन नि है जाँदैन सर यसमा चाहिँ लेदरमै बनाएको रहेछ नि त पुरै एम्बोस गरेर है हजुर सर हजुर हजुरले कुनै डिजाइन दिनु भने त्यो डिजाइन पनि हामीले लङ ज्याकेटमा यतिको राम्रो ज्याकेट त खत्रै हुन्छ होला है लगाउँदा पनि के छ विचार लगाउने विचार चाहिँ लगाएर दिइदिन्छ हामीले लागि लगाउन तयारमा ओके अब चाहिँ यहाँ देख्न सक्नुहुन्छ हैन के यस्तो देखिदो रहेछ लगाउँदाखेरि हजुर टन्नै मान्छेहरु आइरहनु भएको छ कस्टमाइजेसन भइरहेको छ दिनमा 100-150 जनाको अब यसको प्राइसमा कति पर्छ यसको प्राइस चाहिँ हजुरले ओन्ली 22000 मा हजुरले पाउन सक्नुहुन्छ 22000 मा यो क्वालिटी क्रोकोडाइल प्रिन्ट भएको लेदर डिजाइनमा हजुर सर हजुर एम्बो फिट फिनिशिङ हजुर फिट फिनिशिङ यसमा यस्तो टाइपको यो फिनिशिङ अचिभ गर्न त फेरि त्यो बनाउने मान्छेको पनि त एक्सपिरियन्स लामो चाहियो होला हजुर लामो छ सर लामो छ है एकदमै लामो छ माथि 25-30 जना राखेर पुरै किडाङ बनिरहेको छ के हो हजुर धेरै जना स्टाफहरु ठुलो छ माथि उहाँले चाहिँ गरिराख्नु भएको छ यो सबै फेरि यहाँ राइनो लेदर्सको अर्को विशेषता भनेको चाहिँ
वुमेन्स इम्पावरमेन्टमा चाहिँ एकदमै फोकस गर्नुभएको रहेछ लेडिजहरूलाई एकदम प्राथमिकता दिइरहनु भएको छ हजुर होइन हजुर हो हजुर हजुर प्राथमिकता दिनुभएको छ किन भन्दाखेरि लेडिसले गर्दा नै हो सबै कुराहरू होइन धानेको त्यही भएर लेडिसलाई ब्रान्डहरू धेरै छन् राइनो लेदर्सको प्रोडक्ट किन्नुभयो भने पक्कै पनि हजुरको कारणले गर्दा धेरैजनाको जीवनमा राम्रो हुन सक्छ सर पनि पुग्न जान्छ त्यही भएर डेफिनेटली डु भिजिट राइनो लेदर्सको फ्याक्ट्री आउटलेट होइन सोरुमहरू चाहिँ हाम्रो कहाँ छ एकचोटि भनिदिनुहोस् न हाम्रो सोरुमहरू चाहिँ हजुरको हाम्रो मैती देवी चोकमा छ मैती देवी चोकमा छ एउटा कुमारी पार्टीमा छ कुमारी पार्टीमा तीन ठाउँबाट होइन ठाउँमा छ सर ल ठिक छ अब हामी अर्को हेरौँ ओके सर ल चाहिँ हामी फुल ब्ल्याकमा हेरिरहेको छौँ यसको फर्म पनि भित्र ब्ल्याक नै छ बादशाह ओ बादशाह टाइपको हालिदिनु पर्छ कि अब कता देखियो त यार यसमा चाहिँ डिटेचेबल फर पनि छ यसमा भित्र डिजाइन प्याटर्नहरू है हजुर हजुर सही हो ब्याक लुक्स देखाइदिनु त एकचोटि ब्याक लुक्स कसैलाई आफ्नो ज्याकेटमा फर एट्याच वाला चाहियो त्यो पनि पायो होइन म चाहिँ डिट्याच गर्ने टाइपको चाहिन्छ भने त्यो पनि बनाउन मिल्छ जाडो भयो फर एट्याच गर्नुहोस् लगाउनुहोस् हजुर गर्मी आयो भने फर निकाल्ने ज्याकेट मात्र लगाएर कि कसो हजुर आज यो कति पर्छ मलाई 30-35-40 हजार नभन्नु यो ज्याकेट हजुर हजुर भन्दैन डिस्काउन्ट चाहियो हजुरको आफ्टर डिस्काउन्ट गरेर यो ज्याकेट हजुरले ओन्ली 24,000 मा पाउन सक्नुहुन्छ 24,000 हजुर हजुर 24,000 ल ठिक छ यो भइहाल्यो डिल डन थ्याङ्क यू भेरी मच थ्याङ्क यू अब भने हामी अर्को मोडल हेर्छौँ हजुर अनि तपाईँहरूलाई कसैलाई चाहिँ कस्टमाइजेसन गर्नु मन लाग्यो भने यहाँ राइनो लेदर्सको क्याटलग छ है त हजुर क्याटलग छ सर यसमा अनि फेरि फेमस कतिजना सेलिब्रिटीहरूसँग पनि कोल्याब गरेको ज्याकेटहरू पनि यहाँ रहेछ जस्तै कुन छ मलाई त्यो भनिदिनुहोस् न सेलिब्रिटीको केसमा चाहिँ को हुनुहुँदो रहेछ मलाई भनिदिनु पर्यो हाम्रो सुरज सिंह सरले सुरज सिंह ठाकुर इट्स माई सोको होस्ट यस यस यो चाहिँ उहाँको रहेछ हैन अरु को हुनुहुन्छ अनि हाम्रो हुनुहुन्छ प्रदीप डी हाम्रो प्रदीप खड्का सर हुनुहुन्छ अनि त्यसपछि हाम्रो साइग्रेस भनेपछि स्टोरी टेलर उहाँहरुको कोल्याब वाला ज्याकेट कसैलाई चाहिन्छ भने त्यो पनि छ है यो चाहिँ कुन हो यो चाहिँ हाम्रो साइग्रेस जी स्टोरी टेलर सबले चिन्नुहुन्छ हैन गर्ने ब्याकग्राउन्ड म्युजिक हजुर हजुर यो चाहिँ उहाँको डिजाइन भइहाल्यो ल ठिक छ प्राइसको लागि स्क्रिनशट गर्ने तपाईको WhatsApp गर्ने बेस्ट प्राइस तपाईले पाइहाल्नुहुन्छ आज हामी विन्टर स्पेशल भएको कारणले गर्दा सक्दो फोरहरु भएको अट्याच गर्ने डिट्याच गर्न मिल्ने टाइपको ज्याकेटहरु हेरिरहेछौं धेरै भन्दा धेरै है अब भने यो साइडमा आउँ र कुन चाहिँ मोडल देखाउनुहुन्छ त्यो साइडमा भएको मलाई त्यो भनिदिनुस् हजुर अब चाहिँ हामीले यता विन्टर सिजनको स्पेशली युनिक डिजाइनमा हजुरको भित्र फर्म भएको ओके यो चाहिँ हामीले हेर्ने छौं अहिले यो डेन्जर छ त हजुर हजुर यसको अलिक निकाल्नु त हेरौं हजुर हजुर प्याटर्नहरु यतापटि यस्तो देख्न सक्नुहुन्छ है हजुर हजुर जिपरहरु पनि रहेछ जिपरहरु पनि छ यता पनि छ जिपर व्हाइट फर रहेछ है व्हाइट फर्महरु छ यो पनि एकचोटी लगाएर देखाइदिनुहुन्छ कस्तो देखिन्छ स्योर स्योर ल अलि दुःख भयो केही छैन हैन केही छैन सर केही छैन सो यो चाहिँ लगाउँदाखेरि के यस्तो देखिदो रहेछ यसको फर चाहिँ के हो निकाल्न मिल्छ मिल्दैन निकाल्न मिल्छ हजुर निकाल्न मिल्छ हाल्न मिल्यो है साइड लुक्स देखाइदिनुस् त ल पछाडी यस्तो देखिदो रहेछ प्राइस भन्नु पर्यो कति पर्छ यसलाई यसको चाहिँ ओन्ली 20,000 20,000 मा यो आयो है हजुर हजुर सो जति जना पनि आज यो विन्टर स्पेशल भिडियो हेर्नु भयो नि यो लेदर ज्याकेट्सको राइनो लेदर्सको तर्फबाट उहाँहरुलाई के भन्न चाहनुहुन्छ उहाँहरुलाई चाहिँ छिटो भन्दा छिटो हाम्रो राइनो लेदरमा आउनु होला विन्टर सिजन चलिरहेको छ र हजुरले यो अपर्च्युनिटी ग्र्याब गर्नु होला फेरि पनि यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ धेरै कस्टमरहरु आएर चाहिँ नापहरु दिइरहनु भएको छ हजुरहरु पनि चाड भन्दा चाड आउनु भयो भने टाइमली ज्याकेट पाउनुहुन्छ के कसो यस सब कुछ पाउन सक्नुहुन्छ प्राइसमा चाहिँ फरक हुनु भएन है अर्को के छ यो लास्टमा हजुर यो लास्ट वान यो चाहिँ हाम्रो यो ज्याकेट पनि दामी रहेछ है हजुर कलर पनि मरुनमा राम्रो देखिदो रहेछ हजुर ओके यसको चाहिँ प्राइस कति पर्छ यसको 1000 मा ओन्ली 17,000 मा आयो चाहिँ हजुर ओन्ली 70,000 मा आयो ल हाम्रो ब्रदरलाई थ्यांक यू भेरी मच हैन यहाँ भएको सामानहरु देखाइदिनु भयो हजुर लास्टमा बस्दिनु भयो र लास्टमा हाम्रो भ्युअर्सलाई म के भन्न चाहन्छु भन्दाखेरि हजुरले यति ज्याकेटहरु हेर्नुभयो हजुरलाई कुनै पनि ज्याकेट मन पर्यो भने स्क्रिनशट गरेर हजुरले वाट्सएपमा पठाउन सक्नुहुन्छ हजुरले कुनै पनि डिजाइन मन पर्यो भने डाइरेक्ट भिजिट पनि गर्न सक्नुहुन्छ हैन लोकेसन हाम्रो एकदम सजिलो छ राइनो लेदर्स फ्याक्ट्री आउटलेट भनेर गुगलमा सर्च गर्नुभयो भने आउँछ हैन त हजुर आउँछ ल ठीक छ अनि तपाईहरुले चाहिँ नेपाल लेदर क्राफ्ट भनेर सर्च गर्नुभयो भने पनि पाउन सक्नुहुन्छ सो यहाँ देख्न सक्नुहुन्छ ट्याक्क यही स्पेलिङ हान्नु होला है राइनो लेदर्स नेपाल लेदर क्राफ्ट भनेर मैती देवी पछाडि अलिकति भित्रपट्टि चाहिँ तपाईले लोकेसन पाउन सक्नुहुन्छ यो चाहिँ फ्याक्ट्री आउटलेट हो है त हस् ब्रदर धेरै धेरै धन्यवाद हस्